साथीहरू है यस्तो कामहरू पनि गर्नुपर्छ अब है ए अब मल बोक्नुपर्छ गाउँ बस्तीमा इस्कुसमा मल बोक्नुपर्छ है साथीहरू काम भन्ने जम्मै कुरा गरिराख्नुपर्छ साथीहरू मलको रास देख्नु भएन अब यहाँ इस्कुस बारी चाहिँ कति छ भने यो चाहिँ अब मेरो साथीको घरमा है हामी चाहिँ अब सघाउरे खेल्छौँ नि यसले मेरोमा सघायो अब म यसकोमा सघाउनु पर्छ हो त्यस्तै खेल्छौँ हामी चाहिँ है एकअर्काको पैसा बचाऊ भन्छ नि त्यस्तो गर्नुपर्छ क्या पैसा लगाएर फाइदा हुँदैन भोलि यसो बेचेर फेरि त्यो पैसा लगायो भने त इस्कुस बेचेको फाइदा हुँदैन अन्त मेरोमा यसले सघायो अब यसकोमा म सघाउनुपर्छ म चाहिँ मल बोकेर हिँडिरहेछु हेर्नु सक्नुहुन्छ मलको भारी साथीहरू मैले भन्दा यसले कम्ती ल्याएछ हेर्नु होला साथीहरू घाम चाहिँ यस्तो डलाग्दो लागेछ कि भारी मिलाएर है कति 3-4 भारी बोकिसक्यो मैले चाहिँ भारी 1 टन हालेर शीतकालमा बसिरहेछ साथीहरू रुखको छायामा तपाईँहरूले धेरै कुरामा मलाई देख्नुभएको है गाडी पनि चलाउँछु पहिलातिर बाइक स्ट्यान्ड गरेको है र म घुमि पनि राखेको हुन्छु माछा मारिराखेको हुन्छु इन्जोय गरिराखेको हुन्छु रियल लाइफ चाहिँ यसलाई खास मेरो रियल लाइफ चाहिँ यो छ क्या गाइस गर्छु अरू कुरा पनि अब भएको बेलामा रिजर्भ सिजर्भ गाडी भन्यो भने गाडीमा पनि कुद्नुपर्छ खास रियल लाइफ चाहिँ तर गाउँमा चाहिँ यस्तो छ महँगो भारी घप्टायो अन्त इस्कुसको झ्याकमा छ्याप्प हाल्यो यस्तो छ यहाँ चाहिँ तारको सिस्टम छ तार र डोरी हाम्रो गाउँमा चाहिँ मचनको यस्तो छ तपाईँहरूकोतिर चाहिँ कस्तो छ कस्तो घाम लाग्दा साथीहरू यस्तो घाम टन लाग्दा चाहिँ स्विमिङ खेलिराखेको होला सुतिराखेको होला आइसक्रिम खाँदै घुमिराखेको होला तर काका र यता काका यता भतिस चाहिँ मल बोकाइ हुँदैछ इस्कुसमा डाङ्की यस्तै छ साथीहरू है र हाम्रो भतिसले के भन्दैछ है यसको बारेमा यस्तो मल बोकाइ हुँदैछ घाममा के भन्दैछ मलाई झ्याप्प लाएर आमाको याद आइदियो यार झ्याप्प लाएर आमाको याद आइदियो यार साथीहरू मलाई देख्नु हुनेछ है नुहाइधुवाइ गरेर म चाहिँ बिजनबारी तर्फ लागिहाल्यो है मल बोक्दै थिएँ कम्प्लिट त भयो दुःख सुख जम्मै बोकियो झ्याङलाई अब चाहिँ मान्छे ल्याउनु बिजनबारी गइरहेछु साथीहरू यस्तो हुन्छ मेरो लाइफ चाहिँ यसरी बितिरहेछ है मल पनि बोक्दै गर्नुपर्छ घाँस पनि काट्दै गर्नुपर्छ सुँगुरलाई चारो पनि पकाउनुपर्छ र सँगसँगैमा रिजर्भहरू गाडी पनि चलाउँदै गर्नुपर्छ यसरी है म चाहिँ बिजनबारी गइरहेछु देख्न सक्नुहुनेछ म चाहिँ बिजनबारी आइपुगेको अवस्था छ मान्छे ल्याउनु तेरो बिजनबारी आएर चाहिँ अब यस्तो लाउनु आँटेको छु हामी चाहिँ मलाई बोलाउने चाहिँ यता भाइ र बोजू उसको चाहिँ बिमार भएर चाहिँ हस्पिटल ल्याएको रहेछ म चाहिँ मल बोक्दै थिएँ तर पनि अब आइपुगेँ है भाइहरूले खाजा खाउँ भनेर चाहिँ खानु लागिरहेछु